सही ओए डरको अगाडि जिते सही हो टिकटकहरुमा देखेँ यहाँबाट पुल बन्नी भनेर सायद पुल बन्नी नै होला कि यहाँबाट हैन अब ट्याक्कै यहाँ रातिको भ्यू नि हेरौँ न त कस्तो हुन्छ सो वेलकम ब्याक टु माई न्यू भ्लग हजुरहरुलाई मेरो नयाँ भ्लगमा स्वागत छ थ्यांक यू फर 50 सब्सक्राइब हुँदा नि रमाइलो लाग्दो रहेछ यार 5 मिलियन जस्तो हुँदो रहेछ 50 सब्सक्राइब भन्दाखेरि बल्ल गरी एउटा भिडियोमा कपिराइट आयो अस्तिको भिडियोमा आज चाहिँ कहाँ जाँदै हो भन्नुभयो होला आज चाहिँ अब गाउँबाट अब पोखरा जानु पर्यो धेरै कलेज बिग्रिरह्यो नि त एक हप्तै भयो ट्याक्क कलेज नगएको हेर्नु त्यो यहाँ भक्क नगएको कि यो यत्रो दिन काममा हिँड्ने अनि नर हिँड्दाखेरि त औडा भइसक्यो ट्याक्क कुसमा उहाँ पुनः अझ म कहाँ पुनः भन्दा म त्यो कुसमा पुरै यो बाटो हिँडेर जाने हो कि के भयो भन्दा साधनमा जाने भनेको केटाहरू काममा गयो अनि त्यही भएर हिँड्दै जानु पर्यो ह केही छैन झोलामा अलिअलि कपडा अनि 3-4वटा सुन्तला हालेर हिँडेको गरुङ्गो भइरह केटा हो कहिले पुग्ने हो त नि कुसमा यार हिँड्दा औडा भइसक्यो त्यहाँ केटाहरू आएको भए मजा हुन्थ्यो नि हैन मैले एकचोटि टिकटक बनाएको थिएँ नि त्यो के अरे जिब्रे झोला बोकेर के केटाहरूले बिल्ला हानेको थियो नि यहीँ हो कि यही हो केटा हेर बाटो यस्तो अझ पनि जिस्काउँछ कि केटाहरू त त्यति बेला के भयो भनेपछि आस्के दिदीको एउटा त्यो हुन्छ नि कस्तो औडा भइरह हैन यत्रो दिन आइयो अब जानु पर्यो हिमाल हेर्नु न टक्क माछा पुच्छ्रे लामो मस्त हिमाल अन्नपूर्ण ह उता धौलागिरी नीलगिरी के हो यो चाहिँ हामी सानोमा बोर्डिङ पढ्दाखेरि यही बाटो हिँडिराखिन्थ्यो कति नर्सरी एलकेजी युकेजी 3-4 वर्ष त यही बाटो हिँडिराख्यो कि हामी त अनि फुटबल हेर्न अनि सामान किन्न पैँपटा आइराखिन्छ नि त हाम्रो त बजारै यतै पैँपटा भयो अनि त्यही भएर यतै आइराखिन्छ यहाँ सुत्दा हामी ढुङ्गा फोर्न आइन्थ्यो सानोमा यो पहरामा यहाँ ढुङ्गा फोरेर बेचेर बोलेको चाहिँ भाइरल भएको थियो कि त्यसमा हामी पनि होइन बनाइदिउँ भनेको केटाहरूले त बनाइदिएको त बिल्ला हानेर अनि फेरि अनि जनजी आन्दोलन भयो त्यति बेला अनि जेब्रे झोरा बोकेर हिँडेको कैदीहरू भागी बनाएको थिएँ त्यत्तिकैमा जिस्कायो मलाई ठिक छ जिस्कायो भने त नि एक दिन होइन 2 दिन होइन सधैँ जिस्काउँछन् त्यो देखाइदिएको केटाहरू तिमीलाई बाटो अब त थाहा पाइस होला नि अब इन गर्दै जिस्काउन बाटो कहिले आउने हो बाटो पिच हेर्नु न अब यहाँ त्यहाँ चौतारो हो ट्याक्क बिसाउँछु हात त उचाल्नै भएन कि हिजो दिनभरि धान बोकेको औडा भइरहेको यो कति कराइराखियो केटी यार कार्पेट लगाएको शीतल ठाउँमा एकैछिन बसेर अनि गइन्छ यहाँ बसौँ न यहाँ शीतल रहेछ केटा हो बल्ल आइयो यार यहाँसम्म त हिँड्दै अब कुसमा पुग्नु पऱ्यो कुसमाबाट फेरि गाडी चढेर कहाँ अरे सिजन चोक तक जानु पऱ्यो सिजन चोकबाट उताबाट गाउँ खोलाको बसाउँछ त्यहाँबाट फेरि टेलिकमसम्म जानु पऱ्यो टेलिकमबाट फेरि हिँड्दै फुलबारी जानु पऱ्यो हिँड्दै जानु पऱ्यो नि भइयो आज त यार सो केटा हो अहिले चाहिँ म बन्जी जम्प आइसकेँ भन्दा नि माथि आइसकेँ हेर्नु न बन्जी जम्पको ट्याक्क थियो ग्राउन्ड भयो अनि त्यो रातो पनि पुरा बन्जी जम्पको तिनी होटेल रेस्टुरेन्ट बार रिसेप्सन त्यस्तै छ कि यहाँ ट्याक्क अब भिडियो त गराउन मन थिएन त्यही नि मेरो 50 सब्सक्राइबरले कुनैले त नदेखेको हुन्छ नि त बन्जी जम्प त्यही भएर आज यसो देखाउँदैछु एक्सप्लोर हान्दै हो हजुरहरूले हेरिदिनु होला ट्याक्क लगाएर नि बाटो यस्तो छ कि हाम्रो माथि आउनेतिर बन्जी गसी चाहिँ राम्रै छ ड्रेन्सहरू पुरा यहाँ बन्जी जम्पमा कस्तो हुन्छ भनेपछि
खेल्ने धेरै मान्छे आउँछन् के हेर्ने भन्दा नि खेल्ने मान्छे धेरै आउँछन् के हो के छ जुत्ता ट्याक्क लाएर ब्यागी प्यान्ट लाएर हुडी लाएर ब्याग भिरेर ट्याक्क हिँड्दैछु म होइन अनि यसो लगेर ट्याक्क गेट चाहिँ यस्तो हो माथिबाट आउनेलाई ट्याक्क यहाँ टिकट काउन्टर प्रवेश शुल्क रु 500 भनेको यता कुसमा बलेबातिरकोलाई हिँड्नेलाई छुट्टै हुन्छ कि बाहिरदेखि आएकोलाई 500 रुपियाँ आउनुभयो भने बलेबाको भन्नु ल ट्याक्क यहाँ छुट हुन्छ कि 500 रुपियाँ ट्याक्क लगाएर यहाँ पिङ सिङ छ ट्याक्क खेल्ने हेर्नु ल होइन त्यहाँ फोटोसोटो खिच्ने पुरा जस्तो हिँड्ने हो कि यहाँ यो क्लाइम्बिङ गर्ने हो यस्तो हो यहाँ फोटोसोटो ट्याक्क खिच्ने म त मलाई हेलो भने हाल भनेको म सजिलो लाउँदैछु के हो यो पुरा कस्तो हुन्छ भनेपछि यहाँ अब यो लाइटहरू छ नि यो लाइटहरू बोल्छ कि रातिमा ट्याक्क म देखाउँछु है त हजुरहरूलाई 1 2 3 ल रातिको भ्यू हेर्नु है त लगेर अब बन्जी जम्प हान्ने चाहिँ ऊ यो छाप्रोमा हो कि बन्जी जम्प अनि त्यो सर र जाने के हो साइक्लिङ नि छ है ऊ त्यहाँबाट त्यतासम्म साइक्लिङ अनि त्यो के अरे अर्को त्यो रस्सीबाट खेल्ने कि त्यो स्केटिङ हो कि के भन्ने कि त्यो रस्सीबाट जान्छन् कि मान्छे तार चाहिँ नदेखिया होला सिसी क्यामेरा त्यहाँ हो बन्जी हानेको हेर्नुपर्छ है हामीले ट्याक्क लागेर भनेको के अरे खै त्यहाँ रेडी भयो होइन अझ रेडी भएको है ट्याक्क बन्जी सन्जी हानिन्छ हामीले त्यो दाइले मेरो भिडियो बनाइराख्नु रेडी केटा हो तिमी लक्की रहेछौ बन्जी हानेको देख्दा लक्की रहेछौ ट्याक्क मनी आउने बन्जी हानेको पनि देखिने यस्तो रेडी हुँदै रहेछ आज त्यो त्यहाँभित्र धेरै रहेछन् बन्जी हान्ने ट्याक्क हातमा गोप्रो लायो मेरो हात खोलिसक्यो 3 2 1 सही ओए मान्छे गई ओ मान्छे मोबाइल खस्दै ल्याएर फेरि मेरो उही यो कुस्माबाट ट्याक्कै यहाँ आएपछि हजुरहरूले डिस्काउन्ट पनि पाउन सक्नुहुन्छ बन्जी सन्जी हान्नलाई रसी तान्ने हो कि यो केटा हो तिम्रो त लक्की रहेछौ म आउँदै ट्याक्क बन्जी हान्नको देख्न पायो यस्तो छ ट्याक्क बन्जी हान्ने भयो मलाई भन्ने ट्याक्क टिकटको व्यवस्था म गरिदिन्छु पैसा चाहिँ तिमीले दिने यस्तो ट्याक्क ऊ केबलका एउटा वहाँ अनि एउटा ऊ वहाँ ट्याक्क केबलकारको पनि व्यवस्था छ त्यता उता के अरे सल्युरी बन्छ कि त्यता घुम्न आउने पनि छन् मान्छे धेरैजना अहिले त यो धेरै पर्यटक क्षेत्र भयो कि यता
ऊ त्यो चाहिँ स्विमिङ पुलकै माथि डाँडोमा पछि हुँदैछ, त्यहाँ बनाउँदैछ, कहिले हुन्छ त्यहाँ जडीबुटी त्यहाँ बेचबिखन हुँदैछ। धौलागिरी हिमालको ट्याक्क देखिया ऊ जिप लाइनकै मैले भन्न खोजेको जिप लाइन यस्तो मजा आउने नि यो जिप लाइनबाट त्यो जिप लाइनबाट वहाँ एउटा होटल छ के हो त्यो त होटल छ हो त्यहाँसम्म पनि त्यस्तो छ यहाँ जिप लाइनको। अनि साइक्लिङ बन्जी जम्प अनि स्केटिङ केटीको केबल कार पनि छ। सके मान्छे आउँदाखेरि बोल्ने कन्फिडेन्टली हुनु के बाबु तिमी युट्युबर हो भिडियो बनाउँछौ कति सब्सक्राइब छ भन्दा नि लाजै मर्दो ठुक्का चाहिँ कति सब्सक्राइब छ भने लगाइदियो नि 50-60 त्यो भएर हल्का कन्फिडेन्टै हामीलाई कि बोल्ने मान्छेको घरमा त्यही नि म त बोलिदिन्छु ढुक्क लाएर आफ्नै गाउँ हो आफ्नै ठाउँ हो आफ्नै रोजरो पानी खाने ठाउँ हो वहाँबाट नि हेर्न मिल्छ क्या बेरात स्केटिङ उही माथि जान मिल्दो रहेछ त्यो देखियो कि देखिएन गाइज कहाँ गयो ए माथि जान मिल्दो रहेछ यार कहाँ गयो त्यो पहेँलो थियो कि यार मोबाइलमा देखिन क्या अरे देखिया छैन होला मोबाइलमा चाहिँ दामी रहेछ अहिले अस्ति नै बनाउनु लाग्थ्यो अहिले चाहिँ भइसक्यो रहेछ कि त्यो आइफोन भएको मजा देखाउँथ्यो कि इन्डोर बसी औडा हुन्छ। अब ट्याक्क बस सस चढेर जानु पऱ्यो पोखरा ढिला भइसक्यो यार यहाँ टिकट छ यहाँ अस्ति नै काटेको टिकट हो अहिले चाहिँ हामी चाहिँ 120 रुपियाँ रहेछ कि अहिले टिकटलाई आउँदाजनालाई हुन्छ कि हामीलाई चाहिँ बलि बाकोले चाहिँ हजुरहरू आउनुभयो भने 500 रुपियाँ लाग्छ ट्याक्क अहिले यहाँ चेदेर देख यो त्यहाँ देखाइयो भने अनि यो टिकट सोल्ड आउट हुन्छ। चेक द नोटिस केटा हो दरको अगाडि जिते सही हो ट्याक्क बन्जी हानेको दरको अगाडि जिते कुस्मामा बन्जी सन्जी हान्न आउनुभयो भने यो नम्बरमा कल गर्नु होला म्याप यहाँ पुरा आउने गाडी सुत्दा यहाँ अनि बसहरू ए धेरै उता गएर थियो उता चाहिँ धेरै थिए त्यो गराउनु पाएन पाल्पादेखि यो केबल कार हो ऊ त्यो देखाउन खोजेको थिएँ कि अघि मैले दुईजना चाहिँ माथि तल आउन मिल्दो रहेछ पत्लामा यो ट्याक्कै यो चाहिँ केबल कार एउटा हो मैले भन्दै थिएँ नि यहाँ पुल बन्छ भनेर ट्याक्कै यो बौद्ध धर्मबाट ट्याक्क खौलो खाने छन् कि पुल बनाउनलाई पुल बनाउनु त होला नि है टिकटकहरूमा देखेँ यहाँबाट पुल बन्ने भनेर सायद पुल बन्ने नै होला कि यहाँबाट यो चाहिँ झोलुङ्गे पुल जस्तो हुन्छ नि मान्छे नि त्यही होला ऊ यहाँबाट त्यो डाँडोमा सही हो धेरै हिँड्न पर्छ होला नि केही छैन त्यही नि मान्छेहरूलाई सुविधा हुन्छ अब जब पैसा तिरेर हिँड्नुभन्दा ट्याक्क पुल भयो भने हिँडिहाल्छन् नि मान्छेहरू होइन अहिले चाहिँ ट्याक्कै यहाँ खान्छ नि यो बस हो हाम्रो बस बनाउन कस्तो टुर जाने बसहरू कति धेरै आएको अहिले रिजर्भमा ट्याक्क टोइलेट चाहिँ त्यहाँ भयो हालिदिने यहाँ होइन ट्याक्क यहाँ खानासाना खाएर ट्याक्क यहाँ काँडे हो कि के भन्ने खै यस्तो